ऊ त खुर्किलोतिर आइपुगेछ आउनु न हजुर हो हौ त्यता आइपुगेछ तपाईँ उयो डिल मारेर बोल्ने बोल्दै सुरुदेखि हैन त्यहाँ अब उदेखि दाइले बचाउनु भएदेखि अनि मलाई दाइले बचाउनु भएको थियो अब त दाइ सुध्रिनुहुन्छ भनेको क्यामेरा मेरो उमा हो अनुहार मेरो दाइलाई अब त दाइ सुध्रिनुहुन्छ भनेको घरमा आएपछि उल्टै मलाई कलेजमा बाई बाई फोन हरायो के उहाँ तर छोडेको तपाईँको एक्सप्रेसन बाबु बाबु तैँले त तिनीहरूलाई के नै गर्न सक्छस् तैँले तिनीहरूलाई के गर्न सक्छस् के नै गर्न सक्छस् र दिउँ दिउँ बाबु तैँले त तैँ बाबु तैँले के नै गर्न सक्छस् र एकदम ध्यान फोकस गरेर नाचौँ लियो रोल एक्सन बाबु तैँले तिनीहरूलाई के गर्न नै सक्छस् र तिनीहरूले त गुन्डासहित झिकाएको छ अरे सहर विषय फेरि बाबु तैँले के नै गर्न सक्छस् र भन्नु न के भन्ने यो डायलग बाबु तैँले के नै गर्न सक्छस् र तिनीहरूले त सहरबाट गुन्डा पनि झिकाएको रहेछन् भनिदिन सक्यो के भन्ने रे बाबु 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 तैँले के नै गर्न सक्छस् र तिनीहरूले त सहरबाट गुन्डासहित झिकाएको रहेछ शहीद भइगयो फेरि आज शहीद दिवस नभन बाबु तैँले त के नै गर्न सक्छस् र तैँले त नभन्नु न तैँले के नै गर्न सक्छस् र त्यो जिब्रो काटेर पातमा राखेर म माछालाई चारो हाल्छु होला माग लुएर बाबु तैँले के नै गर्न सक्छस् र तिनीहरूले त सहरबाट गुन्डासहित झिकाएको रहेछ शहीद नै भन्नुहुन्छ शहीद भयो गुन्डा पनि झिकाएको रहेछ भन्नु गुन्डा पनि झिकाएको रहेछ भन्नु ल ल ल मेरो जाडोले मर्न गर्दैन इन्सर्ट भाइको त ओके प्याक अप मलाई निचर छ बडी मलाई निचर छ म के गर्दिन बडी यो शर्मीले पसलै बन्द गरेर कता गइ छे लामो हेरुले नै लुकाएको छ जस्तो गरेर कराउनु भयो का तपाईले चाहिँ त्यसरी नकराउनु अघि पछि भर के हुँदै एक्सन होइन कसलाई मर्ने बेला भएको भनेको तैँले अझै त मेरो नानीमा पानी सुकेको छैन है त्यो शर्मिलेलाई तेरै आँखा अगाडि बिगारेर भन्ने अनुहार हेर नि त एक्सन अनुहार लाइट ठिक छ त पछि चाहिँ थोरै के रोड पाएको तपाईँ होइन रोल एक्सन अगाडि नआउने हो ती उभिएर हेर्ने देखियो कि क्या यस्तो तल देखेर के भन्छ यो मुद्दा भन्ने टाइपले हेर्दै यता पनि हेर्दै है हात यस्तो एक्सन के हुनु र काका देख्नु भन तपाईँको यहाँ बुहारी चिटिक्क सजिएको म बिहे गर्न के थियो अरे कतै कतै के थियो एक्सन हो र काका तिमी त रेडै रहेछौ माथि माथि एकछिन बोल्नु न त्यहाँ बोल्नु एक्सन आमा हामीले एकदमै सही गरेका छौँ यदि यो देशमा न्याय मरेको छैन भने हामीले पनि पक्कै न्याय पाउनेछौँ कसो न्याय नपाइएला ए कस्तो न्याय नपाइएला कसो न्याय नपाइ न्याय मरेको छैन भने हामीले पनि बाबु तैँले तिनीहरूलाई त के गर्न सक्छस् र होइन
तपाईँलाई मैले भनेको थिएँ नि एक्सन एक्सन भन्नु भनेको नि बिचारा कति हुन्छ पैसा कति खाइन खै थाहा छैन माना चारेको चाहिँ खाइन कि माना सिक्ने माना चार गर्नु पर्यो गाह्रो पर्यो झन्डै पहुँच्छु के भन्छ काकाको एक्सन होइन एक्सन होइन तामझामका साथ चिटिक्क परेर कता जान लागेको कान्छी कतै मसँग बिहे गर्न त होइन हातमा मालासाला पनि छ मालासालाको कुरा अहिले होइन ए माला चाहिँ पछि त्यसपछि चाहिँ नरिसाउ न कान्छी हातमा चिटिक्क माला नि बोकेका छौ जाउँ हिँड मन्दिरतिर बिहे गरौँ भनेपछि होइन कता हिँडेको कान्छी चिटिक्क परेर तामझामका साथ कतै मसँग बिहे गर्न त होइन भाइ त्यही मात्रै छ नि कता हिँडेको कान्छी कता हिँड्यो कान्छी होइन तामझामका साथ चिटिक्क परेर कतै न कान्छी त्यही त बुझ्छु कतै मसँग बिहे गर्नलाई त होइन भन्नु हो त्यति नै पर्दैन सन्टु तेरो काका यो गाउँको तेरो काका गाउँ चारेर पोख्त छ सबको एक एक समाचार भनिदिन सक्छु मलाई रेडियो भन रेडियो यिनीहरूको कर्कु ल ल ल ल ल यिनीहरूको कर्कुत कर्तुत मलाई एक एक थाहा छ हेर्दै मात्र जानुस् बढी मलाई एक एक थाहा छ हेर्दै मात्र जानुस् बढी मात्र जानुस् बढी अब म यिनीहरूको हालत के बनाउँदो रहेछु यिनीहरूको हालत के बनाउँदो रहेछु अनि दाइले के आउँछ थाहा छ यहाँ मकै पड्केर हाँडी फुट्दैन दिदी रे दर्शक वृन्द आज चाहिँ हामीसँग हुनुहुन्छ सिर्जना इसारा गाउँले मायाको कोपिला र उहाँ चाहिँ अहिले बसिराख्नु भएको छ छने सिर्जना मिस तपाईँलाई स्वागत छ हाम्रो तातो खबरमा अलि साह्रो बोलिदिनुहोस् क्यामेरा पर छ सुनिँदैन धन्यवाद अनि तपाईँलाई के चाहिँ भयो बताइदिनुहोस् सिर्जनाजी त्यो भनेको हामीले के बुझ्नु सिर्जनाजी बताइदिनुहोस् छने पेट दुखिरहेको किन पेट दुखो त्यो दुख्ने पेटलाई निकालेर फालिदिनुहोस् सिर्जनाजी त्यो दुख्ने पेट कामै छैन मैले हाम्रो छम्याइ हो मैले चाहिँ नि निश्चित रूपमा तपाईलाई हाम्रो पार्टीको तर्फबाट केही सहयोग हुन्छ भन्ने हामीलाई लाग्छ सहयोग भइरहेको त मलाई यत्रो रेस्ट टाइम मिलिरहेछ हुँदैन रेस्ट त गर्नु हुने नानी रेस्ट गर्नु भनेर झन् बिरामी पो होइन होइन भयो पासाङ दाइ दाजु ए दाजु पो पासाङ दाजु छोडिदिनुहोस् होइन छोडिदिनुहोस् नेपाली बोल्न आउँदैन पासाङ दाजु छोडिदिनुहोस् पढाएको 10 सम्म यतिकै पासाङ दाजु हाम्रो कारण बित्थामा हाम्रो कारण तपाईँलाई गाह्रो हुन्छ सरले पढाएको होइन गुन्दा समेत झिकाएको रहेछ बाबु तैँले त के नै गर्न सक्छस् र तिनीहरूले त सहरबाट गुन्डा समेत रुनुले गर्दा कन्फ्युज हुनुभयो क्या त्यो एकातिर त्यो त्यही फोकस हुन्छ क्या फोकसले बनाउने पनि हुन्छ हैन एकातिर फोकस उता हुन्छ अनि त्यो डायलग एकातिर हुन्छ क्या तिनतिर एकैचोटि विचार गर्नुपर्छ अनि त्यही भएर अलि बाबु म भनेको भने गर्दा डाइलेक्ट पर्फेक्ट हुन्छ
भन्दिन बाबु तैँले बाबु तैँले के नै गर्न सक्छस् र तिनीहरूले सहरबाट गुन्डा समेत झिकाएको रहेछ तँलाई त कुटेरै मार्छ क्या त थिङ चाहिँ तँलाई त कुटेर मार्छ सक्दैन तैँले भन्नु खोजेको क्या त्यस्तो अर्थ चाहिँ बिटिएस भाइरल हुन आँटेछ ल्याउ ल्याउ हातमा बुझ्यो भने बुझेँ होइन रिहर्सल देखाइदिनु नि हेरिस नउठाउनु हुन्छ हिँड्छ मन्दिरतिर बिहे गरौँ ल है भाउजू हेर्नु है दाजु बाजे त एलिसालाई धेनु बाजे धेनु ओ धेनु बाजे के हुँदैछ यहाँ एक्सन म छोरा होइन छोरा नभन् मलाई ए छोरा नभन्नु मलाई एक्सन एक्सन मलाई छोरा नभन् छोरा नभन् मलाई छोरा नभन् छोरा नभन् चाहिँ मलाई रोल एक्सन छोरा नभन् मलाई म तेरो छैन छोरा छैन एक्सन बाबु तैँले त तिनीहरूलाई के गर्न सक्छस् र तैँले त होइन तैँले मात्रै भन्नु न बाबु तैँले तिनीहरूलाई के नै गर्न सक्छस् र बाबु तैँले तिनीहरूलाई के नै गर्न सक्छस् र तिनीहरूले सहरबाट गुन्डासँगै झिकाएको रहेछ ल्याउ ल्याउ मायामा ल्याउ एक्सन हो र काका तिमी त रेड्दै रहेछौ बाह्र देखायो अझै जुगाम 18 क्यामेरा यतातिर आइसकेपछि मात्रै क्या यसो गरेर हेरि बनाउनु न यसो गरेर हाँस्दै नानी क्यामेरा यहाँ रहेछ भाइले घन्टा लास्ट भनेको घरि पहिले त त्यही होइन त मानिसिनी छ ठिक छ बाबु तैँले तिनीहरूलाई के गर्न सक्छस् र तिनीहरूले त सहरबाट गुन्डासहित आमा मगाएको पश्चिमे भाषा आइहाल्यो क्या फेरि टिकाको छ अरे होइन टिकाको रहेछ भन न रहेछ एक्सन हेर सुड्डी यिनी यो सारा सम्पत्तिको मालिक नि हामी आजै बिहे गर्दैछौँ रोल एक्सन होइन यताउति हेर्नु मात्रै जाने एक्सन होइन यो शर्मिला पसलै बन्द गरेर कहाँ गइछ तैँले नै मलजल गरेको मेरो ठुलो लगानी छ भन्थिस् केटा पनि भन्थिस् केटा मलाई के थाहा एक्सन बाबु अझै मजाले हाँस्नुहोस् मलाई सब थाहा छ मलाई सब थाहा छ यो शक्तिसँग बिहे गर्न गएको थिएँ पुलिसले असफल बनाइदिएर पुलिसले यिनीहरूको बिहे पुलिसले यिनीहरूको बिहे असफल बनाइदिएर यिनीहरूले असफल बनाइदिएर बर्बाद यिनीहरूको बिहे पुलिसले यिनीहरूको बिहे असफल राम्रो भइस टिकटक बनाउँदै हुनुहुन्थ्यो झर ओहो ब्याट्री निकाल्न हाल्नु यो त सबै कभरहरु निकाल्नु ब्याट्री त कहाँ सबै खोल्नु त ना पिस मलाई थाहा छैन भनेको होला भन्ठानेको होला सब मलाई थाहा छ लु पुष्पास मजाले गर्नु स्विच अफ हुन्छ भने गरिहाल्नुस् चामलमा राख्नुपर्छ यसलाई चामल भित्र काट्नु अब टिकटक पोस्ट हुन्छ नि त्यो गाड्दा ना पिस तपाईँ त्यही लाउनु पर्यो होइन मलाई चाहिँ चिट्टिक्क परेको एक्सन तपाईँ नडराउनुहोस् आमा तपाईँको अनुमति र आधिकारिक सहमति है ल भयो अब चाहिँ कस्तो अनुमति भयो गए एक्सन तपाईँ नडराउनुहोस् आमा तपाईँको आधिकारिक बन्दुक कक गर्नु भयो भने होइन एकछिन पानी बसाएर कि
होला राख्न चाहिँ के होइन त्यहाँ त बस्दैन म आउँछ अठाउ त्यो होइन तामझामका साथ चिटिक्क परेर कता हौ कान्छी कतै मसँग बिहे गर्न त होइन हे रिस्नु उठाउ है कस्तो भएन अकमक्यो घुम्दा यता उहाँ घुम्दाखेरि पनि त तपाईँ चाहिँ के गर्नु आँटेको जस्तो गर्नु अलिक यस्तो फर्केर हेर्नु तपाईँ त आनन्द यसो थापिराख्नु जस्तो अलिक यस्तो ल कतै के गर्न आँटेको के गर्न आँटेको यो बुढाले भनेर टक्क हेर्नु पर्यो क्या अघि टाइपको हो त्यस्तो अरे एक्सन यहाँ हेर सुटी यिनी यो सारा सम्पत्तिको मालिक हुन् आजै हामी बिहे गर्दैछौँ ख्याल राखेस् यिनको सेवा गर्ने नत्र यो शक्ति सल्किन्छ नि लु ठुलो मम्मी हजुर तपाईँ चाहिँ आराम गर्दै गर्नुहोस् है हामी मन्दिर लाग्यौँ के भयो एक्सन हौ त्यतिदेखि चाहिँ बोलाउनु न हौ त आमा चाहिँ हौ त्यतातिर बस्नु हौ त त्यहाँदेखि चाहिँ आमाले पुऱ्याउनु अलिक माथि सर्व जानु बाबु तैँले त तिनीहरूलाई के गर्नु सक्छस् र सरी किन उचाल्नु भयो जाडो सम्झिन आमा मानिसिनी आएको छ एक्सन अलिक रिसाएर होइन दाइ ठुलो सोर्ने के हो कसले के गर्छ भनेर होइन बडी अब थाहा हुन्छ कसले के गर्छ भनेर अलिक रिसले बडी अब थाहा हुन्छ यस्तो नामलाई पनि अब थाहा हुन्छ कसले के गर्छ भनेर ल यो एक्सन होइन तैँले कसलाई मर्ने बेला भएको भनेको अझै त मेरो नानीमा पानी सुकेको छैन है त्यो शर्मिलेलाई अझै फेरि अल्मिल्यो हुँदै थियो त दिनु न दिनु